सम्पूर्णलाई नमस्कार। म आज मेरो गाउँ भन्नाले विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 5 अवस्थित यो भेडी गाउँ भन्ने सानो गाउँमा पहिला चाहिँ गाउँ थियो, खेत थियो। अहिले चाहिँ यहाँ कागती खेती गरिएको रहेछ। यो ठाउँमा आउन खोज्दै के नमिलेको जस्तो भएको थियो। ठ्याक्क आज समय जुर्यो, घाम पनि लागेको, पानी नपरेको। अनि आज जाउँ न त भनेर म निस्केँ। लगभग घरदेखि निस्केको 1 घन्टामा आइपुगेँ म यहाँ। यहाँ आउँदा त एकदमै रमाइलो, चारैतिर हरियाली, कागती खेती, हल्का भिरालो जग्गामा पनि कागती खेती। यहाँ एकजना दाइ भेट भयो, काम गर्दै हुनुहुँदो रहेछ। उहाँसँग कुराकानी गर्नै पर्यो है त। दाइ नमस्कार। नमस्कार हजुर। नमस्कार। आरामै हुनुहुन्छ? हजुर आराम भन्नुपर्छ। के छ अरू दाइ खबर? अब सबै ठिकठाक छ। कागती सप्रेकै छ? कागतीहरू अब यस्तै ठिकै भन्नुपर्छ समग्रमा हेर्नुपर्दा। यो कागती मास्तिर भागमा अलिकति सप्रे जस्तो देखियो, हजुर। तलतिर चाहिँ अलि नसप्रेको जस्तो देखियो। कसो? त्यो यस्तो हुन्छ हजुर। अब अलिकति यो वनजङ्गल, यो झाडीबाडी, त्यसपछि यो बर्खाको बेलामा यो नालीहरू पनि जमिरहेको हुन्छ। हजुर हजुर। त्यसले गर्दाखेरि अलिक सप्रिन पनि अलिक कठिनै गाह्रो नै पर्छ होइन। त्यस कारणले त्यसो भने तर त्यसको अलिकति बढ्ने उसको टाइम पनि छ होइन। तर त्यो भर्खरको पोहोरको बिरुवा भनौँ न 1 साल जति भएको छ। अनि यो अब यसको 4 सालसम्मको यसको फल्ने यसको हो। हजुर 4 साल यसलाई चाहिँ मेहनत परिश्रम चाहिँ गर्नुपर्छ। 4 सालसम्म पर्खिनु पर्यो, गोडमेल गर्नु पर्यो। त्यही हो होइन? हजुर। ए अनि कति जति छ यो जग्गा? पुरै यो जग्गाहरू हाम्रो 20 बिघा छ। सबै उ गऱ्यो भने 30 बिघा हाम्रो यति सबै यति 20 बिघा समग्रमा। 20 बिघा वारीदेखि पारीसम्म जति यहाँको छ। पारीको भागमा पनि छ हजुर। कागती। त्यहाँ अहिले पुगौँला, त्यहाँ गएर पनि हेरौँला। हेर्दाखेरि साह्रै रमाइलो छ। लगभग कति जति छ यहाँ यो बिरुवा? बिरुवाहरू अब हाम्रो यो अहिले चाहिँ यो हाम्रो फल्न थालेको चाहिँ लगभग 2000 बिरुवा छ होइन। 2000? हजुर। ए अब हाम्रो यहाँ टोटली बिरुवा त सानोदेखि लिएर उ गर्दाखेरि हाम्रो 5000 बिरुवा छ। ए अनि यसलाई मलजल अनि मलजल हामीहरू अब औषधिहरू हामीले बेला बेलामा गरिराख्नु चाहिँ यस्ता अहिलेको हामीले औषधि गर्ने पर्ने ऊ छ होइन हाम्रो। हजुर। तर यसो यो प्यालो भएको कुन कारणले भएको छ, यो यसलाई क्याङ्कर भन्दो रहेछ होइन। हजुर। क्याङ्कर भयो, यो लिफ माइनर भएदेखि लिएर त्यो किराले छोएर उएर त्यही भए क्याङ्कर राख्दो रहेछ। अनि यो कुनै बुटमा कमिला लागेको पनि देखियो, कमिलाले गुण बनाएको। हजुर। त्यो चाहिँ राम्रो कि नराम्रो? खास त्यसले बिरुवालाई त्यो कतिको हानि? खासै त्यसले हानि चाहिँ गर्दैन होइन। त्यसै सबभन्दा यिनीहरूलाई किराहरू, यो किरा फट्याङ्ग्राहरू, यो हरेक चिजको ऊहरू यस्तो जङ्गल झाडीहरूमा हरेक चिजको किरा फट्याङ्ग्राहरू लाग्दो रहेछ, पटेराहरू। अनि दाजु यो सानै बुटमा पनि यति राम्रो फलेको देखियो। हजुर। यो यसरी फल्दाखेरि बिरुवाले धान्छ, हावाहुरीले? नै त्यस्तो छैन। हजुर। जहाँसम्म हालसम्म धानेको छ असमबाट चाहिँ यो सुरुवात हो होइन। अब पछिको गोरमा त के कसो होला, अब यसैको लपक्कै फल्यो भने त। तर जहाँसम्म यो ढल्दैन जस्तो धान्छ होइन। हजुर। हेर्दा त कस्तो रमाइलो देखियो कि सानो बोटमा पनि लटरम्म फलेको होइन। एभरेजमा उस्तै देखिने दानाहरू। यो दाइ अब बजारबाट अलि टाढा, गाउँबाट पनि अलि टाढा, शान्त ठाउँमा छ। यहाँ फलेको चिजहरूलाई बजारसम्म पुर्याउनको लागि कतिको गाह्रो होला, के होला हामीलाई? अब यो त हाम्रो अब सुरुवात हुँदैछ के अरे होइन। हजुर। अब यो हाम्रो साउदाइले जान्ने कुरा हुन्छ। अब बजार त अब अलिकति अब टाढा नै छ होइन। अब उहाँले अब कि त अब यहाँ देउरालीसम्म गरेपछि उहाँको कि त नारायणघाटै कि त काठमाडौँ नै पुर्याउनु पर्यो होइन। उहाँको अब बिजनेस गर्न चाहिँ होइन। सानसानो उसमा अब यो हाम्रो यो सर्दी देउराली अब त्यतिसम्म खासै अब त्यो छैन होइन। त्यस्तै हो। ल ठिक छ। जस रमाइलो लाग्यो। फलहरू चाहिँ राम्रो
राम्रो लागिसकेको रहेछ अहिले यति बेला चाहिँ हजुर तपाईँहरू देख्न सक्नुहुन्छ प्रत्येक बोटमा राम्रो फल लागेको छ र यो चाहिँ भिरालो अलिकति पानी नजम्ने ठाउँ यसले खोज्दो रहेछ होइन हजुर हजुर यो चाहिँ अलिकति पानी नजम्ने ठाउँमा नै यो कागरीहरू सप्रिने खालको जस्तो देखियो हजुर हजुर यहाँ कागती मात्रै छ कि अरू पनि छ दाजु सबै अल कागती मात्रै पुरै कागती हो हजुर। यो सबै ए तर कुनै कुनै अब हाम्रो फर्मको वरिपरि त हामीले आँपहरू लिचीहरू पनि लगाइरहेको छ ए हल्का फल्का अलिअलि हजुर अरू अनि बाँकी सबै यो मैदानहरू यो कागतीको बिरुवालाई हुर्काउन कतिको मेहनत लाग्दो रहेछ कतिको मेहनत चाहिँ भन्नुपर्दा अब मेहनत चाहिँ जहाँसम्म लाग्छ नै है अब यसमा अब हामीले सुरुवातमा खाल्टो खन्नु पर्ने रहेछ खाल्टो खनेपछि वरि त्यसमा अब फेरि मलसल बनाउनु पर्यो गर्नु पर्यो फुर्नु पर्यो त्यसमा यो बनाएर राख्नु पर्यो यस्तै डल्लो बनाएर राखेर फेरि यस बर्खाको टाइममै यस्तै असारको 8-10 भित्रमा हामीले चाहिँ सानो बिरुवा ल्याएर रोप्ने हो ल्याउनुहुन्छ दाइले मल यो गाई बस्तुकै मल राम्रो कि बजारिया मल जहाँसम्म त हाम्रो गाई बस्तुकै मल राम्रो हो तर अब यहाँ गाई बस्तुको उसमा अलि त्यो अब उहाँ दाइले अरू मल ल्याउनुहुन्छ सुलीउलीका यस्तै मलहरू ल्याउनुहुन्छ त्यो अर्ग्यानिक के गरे मलहरू ल्याउनुहुन्छ के भन्छ त्यो अस्ति ल्याएको के नाम गर्दा ल्याउनु मल विकासे मलहरू त्यो कुखुराको मल ए सुली त्यो अनि यसमा हामी गाई पनि पालेको छ तल अनि झोलमल हामी युज गर्छौँ बढी ए झोलमल हो हामीले गर्ने भन्ने हुन्छ हजुर त्यो आफै बनाउने हो आफै बनाउने अहिले 7-8 30 गाई थियो अहिले घटेर 7-8 छ ए ए ए ए ए अब यो अहिले यो झाङहरू चाहिँ अब काट्ने बेला हुँदैछ यो अहिले नाली काट्दैछ पानी जमेर ठिक 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 यो पुरै फार्ममा 2000 बिरुवा जैविक मलहरू पनि युज गर्छौँ के अहिलेसम्म त्यो चाहिँ युज गरेको छैन युरिया डिएपी युज गर्दा युरिया डिएपीहरू चाहिँ प्रयोग गर्नु भएको छैन बजारतिरको भनेको त्यो जैविक मल र त्यो कुखुराको ल्याइन्छ त्यही हो यो चाहिँ अहिले तेस्रो वर्षमा हो त्यो 3 वर्ष भयो यो लगाएको यो 80 वर्ष अहिले 3 वर्ष भयो नि यो त 4 भयो होला दाइ होइन अब 4 लाग्यो 3 त फुलै भयो होइन पुरा भएर अब अस्ति यो साउनबाट 4 लाग्यो असारको सुरुमा असारको 22 अब 4 सुरु भयो यहाँ एकजना अर्को दाजुले काम गर्दै हुनुहुँदैछ उहाँसँग पनि सानो कुराकानी गरौँ है त त्यो बिरुवाको बारेमा दाइ नमस्कार नमस्कार आरामै हुनुहुन्छ आरामै भनौँ ए दाइ यो कुन चाहिँ जातिको बिरुवा हो यो बिरुवा कलोनी बिरुवा हो कलमी हजुर ए कागतीको नाम चाहिँ कागतीको नाम चाहिँ सुन कागती हो यस सुन कागती हो हजुर ए यो सुन कागती नै खास रोज्नुको कारण यो सुन कागती राम्रो भन्दाखेरि यो लगाएको हो ए अरू भन्दा राम्रो हजुर त्यहाँ त अहिले असमको सालमा फेरि बिजु लगाइएपछि कलोनी अलिक ठिक भएन र 2000 बिरुवा उखालेर फालियो ए ए मरे जम्मै त्यही हुँदाखेरि अहिले फेरि पहिला सुरुमा लगाएको फालियो त्यो मरे के अरे त्यो भएर फालिदियो ए बचेन त्यो नराम्रो पर्यो बिरुवा कमसल खाले हजुर पर्यो ए यो अहिले भर अब कसो हुन्छ त्यही बिजु लगाइएछ है अहिले बिरुवा राम्रै आएको छ अहिलेको राम्रो छ हजुर यो चाहिँ दोस्रो लटको बिरुवा हो यो अहिले फलेको यो कलोनी बिरुवा हो यो पहिलो लटको यो पहिलो लटको ए ए पहिलो लटको यो त्यही भएर यसमा अलिक कमजोर जस्तो देख्दा अहिले बिजु लगाइएछ यो टिप्ने बेला भएको अहिले कि अब यो साउनमा टिप्ने बेला हुने हो अब टिप्ने जो यो साउनमा टिप्ने हो हजुर अहिले मौसम
अलिक सफा छैन त्यही भएर हामीले अहिले टिपिएको छैन यो टिप्ने बेलै भएको अब ए अब कति जति निस्केला सरदर पुरै क्विन्टल टन्नै निस्किनु त अब निस्केला नि लगभग अहिले त अब सुरुवात हो के अरे लगभग 10 जति निस्किनु पर्ने हो हिसाबमा ए क्विन्टल निस्किन्छ 10 क्विन्टल जति निस्किन्छ त्यति निस्किनु पर्ने अहिले हिसाबमा ए कम फलेछ भर्खर सुरुवात छ के अरे आइसाल त धेरै निस्किन्छ यसमा त हजुर 5000 बिरुवामा त धेरै निस्किनु पर्ने अहिले अलिक पातलो फल्दैछ फल कम छ र त्यति जति अनुमान यो पातलो फल हुनुको कारण खास के अहिले समय त्यस्तै फेरि भर्खर फल्दै हुँदाखेरि भर्खर फल्दै गर्दाखेरि ए यो ठ्याक्कै लगाएको कति वर्षसम्म पर्खिनु पर्यो फल खानलाई यो फल खान 3 पुगेर 4 लाग्दाखेरि टिप्ने हो बल्ल 3 बाद फल्न सुरुवात दिएको हो के अरे हजुर अब अहिले 4 भर्खर सुरुवात भएको छ ए अहिले यही लटमा अलिअलि फलेछ र अहिलेको लटमा टिप्न भने यो पखेराको भेगको चाहिँ बुटहरू राम्रो अलिकति यो पोखरा लाइनमा राम्रो छ बोटहरू यो मैदानमा अलिक ठिक भएन पानीले गर्दाखेरि पानी बढी भयो हजुर हुने जात यो अलिक मैदानमा भन्दा पखेरामा चाहिँ छ राम्रो हुने त्यही अनुमान लगाइयो है अहिले ठिक हुन्छ त हजुरलाई धेरै धेरै धन्यवाद सबैजनालाई है त